Hello everyone and welcome to our vlogs. अनि आज चाहिँ हामी यहाँ भेन्चेटारमा चाहिँ अचानक यहाँ दासँग आउनु पर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अब यहाँ पनि आउने प्लान थिएन इस्कुस गाडीमा, तर यहाँनिर फेरि दाले गर्दा आउनु पर्यो। त्यही भएर इस्कुस चाहिँ यहाँ यस्तो फलेको छ कि तपाईँहरूले हेर्नुहोस्, यहाँ अगाडि तपाईँको फ्रन्टमा चाहिँ तपाईँहरूको यस्तो छ र यता यस्तो जाँदै 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 गर्दाखेरि चाहिँ यहाँनिर यहाँ दा हुनुहुन्छ हाम्रो दा, र इस्कुस फलेको विषयमा केही भन्नुहुन्छ दा, तपाईँ भनिदिनुहोस् न। हेर्नु नि हाम्रोतिर त के फलेको भन्नु यहाँ रहेछ नि, आउनुहोस् है, यो त यहाँ लानु सक्नुहुन्छ है। र सुनिहाल्नु भयो होला दा, यहाँनिर हेरेर इस्कुस फलेको एकदम छक्कै भन्दा पनि छक्कै परिरहेको छु, र म पनि छक्कै परिरहेको छु इस्कुस फलेको देखेर। यस्तो इस्कुस फेरि मैले देखेको थिइनँ। यो तारमा बनाएको चाहिँ हाम्रोभन्दा धेरै तरिकाहरू पनि भिन्नता हुँदो रहेछ यहाँको बनाइहरू। यहाँ चाहिँ तारमा बनाउँदो रहेछ, हाम्रोमा त बाँसकोमा बनाउँछ। र हाम्रो यहाँ ट्राइबल चिफलाई पनि हामी केही भन्न चाहन्छौँ। हाम्रो ट्राइबल चिफलाई चाहिँ कस्तो लाग्यो अन्त इस्कुस फलेको यसो हेर्दाखेरि? र अहिले तपाईँहरूले सुनिराख्नु भएको थियो हाम्रो ट्राइबल चिफद्वारा यो कुराहरू इस्कुसको विषयमा। उहाँ पनि यो फलेको देखेर एकदम आनन्द मानेर चाहिँ ढुङ्गामाथि उहाँले आनन्द लिइरहनु भएको छ। यो आफ्नै फलाइ नभए तापनि अर्काको फलाइहरू। र आज हामी आजको कन्टेन्ट्स चाहिँ तपाईँहरूलाई यहीँनिर नै हामी के गर्नु चाहन्छौँ भन्दा यहीँनिर डिसमिस गर्नु चाहन्छु। र तपाईँहरू फेरि यस्तो हेर्नुको लागि फेरि हाम्रो भिडियोलाई फलो प्लस सब्सक्राइब अनि लाइक बटनमा प्रेस गरिदिनुहोस् होला। र हामी यस्तो भिडियोहरू अझै भन्दा अझै खतरनाक भिडियोहरू लिएर आउनेछौँ, जसमा तपाईँहरूले आज इस्कुस फलेको देख्नु सक्नु भएको छ भने अब अर्को फ्युचरमा अब अर्कै चिजहरू देख्नु पाउनुहुनेछ। र त्यति भन्दै हामी यहीँनिर हामी एन्ड गर्दछौँ यो भिडियो।